आईपीओ भर्ने हैन त। यदि तपाईले नेपालमा आउन लागिरहेको सबै आईपीओ भर्नुभयो भने तपाईलाई 1 लाख रुपैयाँ चाहिन्छ। अब तपाईलाई यो लागिरा होला, अब कसरी थाहा पाउने कि कुन आईपीओ आउन लागिरहेको छ, कुन राइट शेयर आउन लागिरहेको छ, कुन एफपीओ आउन लागिरहेको छ, यसको बारेमा म विस्तृत जानकारी दिनेछु। यो भिडियोको अन्तसम्म बस्नु होला। अब यो आईपीओहरु आउन लागेको कसरी हेर्ने त? मनमा क्वेशन आइरा होला। यसको लागि हामी 7 को साइटमा हेर्छौं। यो 7 को साइटमा जानको लागि हामी कम्प्युटरको स्क्रिनमा जाउँ, हेरौँ है त। पहिला हामी गुगल क्रोममा जान्छौँ। गुगल क्रोममा गइसकेपछि 7 को साइटमा जान्छौँ। SEBON लेख्नु भयो भने तपाईले 7 को साइटमा जानुहुन्छ। यहाँ 7 को तपाईले देख्नुहुन्छ, यहाँ आईपीओ पाइपलाइन, आईपीओ अप्रुभ, राइट शेयर पाइपलाइन, राइट शेयर अप्रुभ र एफपीओ अप्रुभ, यति तपाईले देखिरहनुहुन्छ। यहाँ तपाईले गएर राइट साइड क्लिक गरेर आईपीओ पाइपलाइनमा जानुभयो भने यहाँ तपाईले पाइपलाइनमा पाउनुहुन्छ। यहाँ कुन पाइपलाइन छ भने चाहिँ यहाँ तपाईले इंग्लिशको यसरी डाउनलोड गर्नुभयो भने यो तपाईको डाउनलोड हुन्छ। यति धेरै आईपीओहरु आउन लागिरहेको छ। यिनीहरु भनेको चाहिँ लाइनमा छ, अहिलेसम्म अप्रुभ भइसकेको छैन, अप्रुभ बिस्तारै हुन्छ। र अर्को तपाईले यहाँ देख्नुभयो भने यहाँ अप्रुभ भन्ने छ नि, यहाँ अप्रुभमा जानुभयो भने यहाँ तपाईले चाहिँ डिफरेन्ट, अब अहिले लेटेस्टको लिनुपर्ने हुन्छ। इंग्लिशमा जानुभयो भने तपाईको यो पनि डाउनलोड हुन्छ। यिनीहरु चाहिँ अप्रुभल पाइसकेको छ। यहाँ तपाईको 6 वटा चाहिँ अप्रुभल पाइसकेको छ। यिनीहरु चाहिँ अब मार्केटमा चाहिँ तपाईले लिस्ट हुन्छ, बिस्तारै तपाईले भर्न पाउनुहुन्छ। सो यसरी चाहिँ तपाईले यो भनेको चाहिँ के हो, आईपीओ चाहिँ अप्रुभल र पाइपलाइनमा। त्यसरी नै हामीले यसबाट राइट शेयरको पाइपलाइनमा जानुभयो भने राइट शेयरमा चाहिँ कुन पाइपलाइनमा हेर्न सक्नुहुन्छ। यसमा तपाईले यहाँ इंग्लिशमा छ, तपाईले यो गर्नुभयो भने यहाँ राइट शेयर चाहिँ यो पाइपलाइनमा छ। यसको कति 1:1, यसको 1:1 सब यसलाई चाहिँ तपाईले जुम गर्नुभयो भने तपाईले पाउनुहुन्छ। सबैको शिवश्रीको 1:1 सब कतिमा चाहिँ आउन लागिरहेको छ। यो भनेको चाहिँ अप्रुभलको लागि हो। र अप्रुभ कुन भइसकेको छ भने राइट शेयर अप्रुभमा जानुभयो भने अहिलेको लेटेस्टको तपाईले डाउनलोड गर्नु भने यहाँ यिनीहरुले पाइसकेको छ। सो अब तपाईले यहाँबाट हेरेर चाहिँ तपाईले कुन चाहिँ राइट शेयर आउन लागिरहेको छ यसरी चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। र त्यसरी नै एफपीओ चाहिँ कुन भनेर चाहिँ यहाँ तपाईले जानुभयो भने एफपीओ अप्रुभमा जानुभयो भने कुन एफपीओ पायो त भन्ने कुरा हेर्नुभयो भने यहाँ तपाईले इंग्लिशमा जानु। यिनीहरु 4 जनाले चाहिँ एफपीओ को लागि हामीले अप्लाई गर्न सक्छौं। अहिले उनी नेपाल लघु वित्तले आउन लागिरहेको छ। यहाँबाट चाहिँ तपाईले सबै कुरा पाउनुहुन्छ। सो यसरी चाहिँ तपाईले आईपीओ, एफपीओ र राइट शेयरको लागि चाहिँ कुन पाइपलाइनमा छ, कुन चाहिँ अप्रुभ भइसकेको छ र भोलिको दिनमा कुन आउन सक्छ, सबै कुरा हामीले हेर्न सक्छौं। यस्तै इन्फर्मेटिभ भिडियोको लागि हाम्रो च्यानललाई फलो गर्नु होला र साथै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला।